हेलो साथीहरु, स्वागत छ तपाईलाई मेरो च्यानलमा। म तपाईहरुको साथी आयुष पौडेल। अब चाहिँ हामीहरु प्रयागराजको यात्रा रहेको छ। प्रयागराजको यात्रा चाहिँ हामी चाहिँ महाकुम्भ स्नानको लागि जानेछौं, जुन चाहिँ 140 वर्ष पछाडि आउँछ र 140 वर्ष पछाडि आउने महाकुम्भको यात्रामा चाहिँ आफूलाई पनि नछुटाऊ भन्ने मनोकामना र मनसाय भएको हुनाले चाहिँ म पनि प्रयागराजको महाकुम्भमा चाहिँ आफूले सामेल हुन चाहन्छु। र आज चाहिँ फागुनको 9 गते रहेको छ 2081 साल र हामी चाहिँ अब 81 साल फागुनको 9 गतेको दिन चाहिँ म आज बेलुका चाहिँ दिदीको घर जानेछु, जुन चाहिँ रहेको छ दाङको घोराई भन्ने ठाउँमा। र हामी घोराईबाट चाहिँ भोलि बिहान फागुनको 10 गते चाहिँ माइक्रो चढेर चाहिँ हामी भैरवा जानेछौँ र भैरवाबाट चाहिँ नाकातिर चाहिँ एउटा गाडी चाहिँ बुकिङ रहेको छ र त्यही गाडीमा चढेर चाहिँ हामीहरू प्रयागराजको यात्रा गर्नेछौँ। र हामी यात्रामा जे विभिन्न खालका हाम्रा गफ सुख दुःख हुन्छन् त्योहरू हामी सबै हजुरहरूलाई भिडियोको मार्फतबाट प्रस्तुत गर्नेछौँ। फाइनली चाहिँ म हिजो साल दिदीको घर आएको थिएँ र दिदीको घर आज 10 गते बिहान फागुनको अब हामी लगभग अहिले पौने 6 बजेको छ र हामीहरू अब शहीद गेट अगाडिबाट माइक्रो चढ्नेछौँ भैरवाको लागि। यहाँ हुनुहुन्छ हाम्रो अनिल सोल्टा अनि यहाँ हुन्छ हाम्रो दिदीहरू। हामी अब यात्रा प्रयागराजको। जय शम्भो। फाइनली माइक्रोमा चढियो हैन, 3 जना छौँ। अब भैरवातिर प्रस्थान हुन्छौँ। धन्यवाद। हेलो साथीहरू, हामीहरू चाहिँ अब यहाँनिर नास्ता खाने ठाउँमा रोकेको छ र यो हाम्रो क्षेत्र रहेको छ हाम्रो धानखोलाको आसपासमा। र यहाँनिर हुन्छ हाम्रो दिदी हुनुहुन्छ र यहाँनिर हाम्रो ठुलो बिनाजु हुनुहुन्छ। नमस्कार भन्नुहुन्छ बिनाले मेरो तर्फबाट, मैले पनि नमस्कार गरेँ। र हाम्रो अनिल सोल्टा चाहिँ उता नास्ता लिन जानुभएको छ र हामीले करिब अहिले चाहिँ 1 प्लेट चप पकोडा खाइसकेको छौँ। र अब चाहिँ छोला समोसा प्लस चना खाने अब जानकारी रहेको छ। र त्यसपछि हामी चाहिँ तपाईँलाई डाइरेक्ट भैरवा अब साथीभाइसँग भेट भएपछि अपडेट दिनेछौँ। धन्यवाद। ल फाइनल चाहिँ नास्ता खाइसकेको छ अलिअलि, अघि न चप सप भएको थियो। अब यसलाई फाइनली हामीहरू चाहिँ भैरवा आइसकेको छ र हामी भैरवा कहाँनिर आएको छौँ भने चाहिँ अन्तर्राष्ट्रिय एयरपोर्ट लिएर आइपुगेका छौँ। ऊ त्यहाँनिरको रहेको अन्तर्राष्ट्रिय एयरपोर्ट हो। र अब चाहिँ हामीहरू यहाँ विमल दादाहरू आउँदै हुनुहुन्छ। काठमाडौँबाट चाहिँ प्लेन चाहिँ अलिकति फ्लाइट डिले भएको कारणले गर्दाखेरि त्यहाँहरू अलिकति समय लाग्न सक्नेछ र त्यो समयसम्म चाहिँ हामीहरू यहाँ अरू चिज पनि अवलोकन गर्न सक्छौँ। र भैरवादेखि बुटोलदेखि भैरवा जाँदासम्म चाहिँ मलाई के चिजले प्रभावित पार्यो भने चाहिँ यहाँको सडक सञ्जालले चाहिँ मलाई निकै प्रभावित पारेको छ। र यहाँको सडक सञ्जाल पनि कति सफा है, जहाँ हेऱ्यो उहीँ सफा, जहाँ हेऱ्यो उहीँ सडकहरू राम्रो र यस्तो विकास भने धेरै भएको रहेछ। अब फाइनली अब विमल दादाहरू आउनुहुन्छ र उहाँसँग मिलेर हामी त्यसपछि सुनौली बोर्डर पारी जानेछौँ र त्यहाँबाट गाडी रिजर्भ गरेर प्रयागराजको यात्रा जानेछौँ। तपाईँ के भन्न चाहन्छ यस विषयमा? हजुर के भन्न चाहन्छ यस विषयमा? अहिले पछि भन्नु होला। ओके छ त। हामी सिमाना होटलमा छौँ र अहिले चाहिँ यहाँ बहुत भोक लागेको छ, लोड भोक लागेको छ। अब चाहिँ सिधै भात आउँछ, भात बजाइदिने हो। बोर्डर पारी खाने भन्ने प्लान थियो। अब बोर्डर पारी चाहिँ थ्याक्न सकिने जस्तो लाग्यो। अनि सोल्टाले भन्नु थ्याक्न नसकिने जस्तो लाग्यो। म त थ्याक्थेँ होला, त्यो पनि खाइदिइहालौँ। भारू खानुभन्दा नेहरू खाने भन्ने सोल्टाले, त्यही भएर चाहिँ अब के खान्छौँ नेहरूमा। खानुपर्छ कि यो खाना हो, यो तरकारी हो, यो साग हो, यो दाल हो। बहुत मिठो छ। अन्तर्राष्ट्रिय बहुत मिठो, तरकारी चाहिँ मिठो लाग्यो। अचारको कमी भयो हल्का। दाल भात तरकारी जस्तो अहिलेसम्मको बेस्ट खाना पाइरहेको छ। बहुत मिठो छ खाना। आजको खाना अन्तर्राष्ट्रिय। अबको यात्रा चाहिँ बोर्डर पारी हो। भैरवामा खानासाना भारी मात्रामा खाएर अब हामीहरू बोर्डर पारी जाँदैछौँ। र यहाँ आउनुहुन्छ हाम्रो उच्च श्रेणीको ज्येष्ठ बिनाजु र यहाँ आउनुहुन्छ हाम्रो उच्च श्रेणीको ज्येष्ठ दिदी र यहाँ आउनुहुन्छ हाम्रो उच्च श्रेणीको ज्येष्ठ सोल्टी। र अब हामीहरू चाहिँ बोर्डर पारी जाँदैछौँ र भारी मात्रामा खाना खाएको हुनाले चाहिँ खाना चाहिँ अब चाहिँ लत नलाग्ला भन्न सक्छु म। अब भोलि बिहान 9 बजेसम्म चाहिँ खाना नपाए नै मलाई चाहिँ पुग्छ।
यो पारी गेट नागेपछि चाहिँ बोर्डर पारी त्यसलाई चाहिँ सुनोल भन्छ, वारी चाहिँ बेलैया। हामी चाहिँ अहिले नेपालमै छौँ बेलैयामा र यहाँनिर हाम्रो एउटा अनयुजल टी हुनुहुन्छ जहाँले चाहिँ अब अन्तर्राष्ट्रिय स्तरको नागरिकता प्रिन्ट गर्न भन्छ। अन्तर्राष्ट्रिय भएन, अहिले राष्ट्रिय प्रिन्ट गर्नुहुन्छ नागरिकतालाई उहाँले। अन्तर्राष्ट्रिय नाका सुनोल आइपुगेका छौँ हामीहरू फाइनल्ली। बहुत तडक पडक छ, गाडी जाम छ, बोर्डर पास चेकपोस्ट भइरहेको छ, अनयुजल हामीहरू बेलैया नाका काटो सुनोल नाका इन्डियातर्फ आइसकेका छौँ र भारी मात्रामा ट्राफिक जाम रहेको छ। र यहाँ मसँग मेरो दिदी साथमा हुनुहुन्छ। केही भन्न चाहनुहुन्छ? दुई शब्द कस्तो फिल भइरहेको छ तपाईँलाई? मोबाइल चपचपाट समातेर भ्लग बनाउँदैछु, डर छ कतै खोना जाए भने यस्तो चस्मा लगाऊँ। अब सुनोल नाकामा एकछिन अब लुगा सामान हेरिन्छ, त्यस पछाडि लागिन्छ तम तयार भएर। बहुत रमणीय फिल भइरहेको छ लाग्छ मलाई। अब आज प्रयागराज अब हामी लगभग 2-3 बजीतिर हिँड्नेछौँ। हामी लगभग यो सुनोल नाका आएको भयो तपाईँको 3 घन्टा जति भयो। दादाहरू अझै आउनु भएको छैन, अब आउँदै हुनुहुन्छ भनेको पनि लगभग 2 घन्टा भयो र फाइनली अब आउनुहुन्छ होला जस्तो छ। यहाँ घामले पाकेर म त ज्याकेट छोडाएर बसेको छु। यहीँनिर हामी यो सुनोल नाकाको पारिपट्टि छौँ, एउटा सडकको भैमा बसेका छौँ। प्रयागराज जाने म एकदम आतुर छु, त्योभन्दा छिटो म गाडीमा चढ्न आतुर छु। र अब के भन्नुपर्छ, निकै हप्याक लागेको छ। अर्काको देशमा वाइफाई छैन, गाडी फ्री वाइफाई। हाम्रो नेपालमा त चारतिर फ्री वाइफाई हुन्छ, वर्ल्डिङ। यहाँ वाइफाई छैन, गाडी फ्री वाइफाई। यो जियो रिलायन्स त लुट मचा रहेछ लास्टै। हाम्रो त गाडी वर्ल्डिङले धेरै राम्रो काम गरिरहेछ। वर्ल्डिङलाई मैले यही भिडियो मार्फत चाहिँ धन्यवाद ज्ञापन गर्न चाहन्छु। फाइनली हामी अब प्रयागराजतिर प्रस्थान भइसकेका छौँ सुनोली बोर्डरको नाकादेखि। अहिले चाहिँ अब हामीहरू रिजर्भ गाडीमा चढेर चाहिँ जाँदैछौँ र अहिले चाहिँ अब केही रूपमा चाहिँ यहाँ अब रिजर्भ गाडीको सिसा लाउन रहेछ। अलिकति मुकुस भएको अवस्था छ। एकैछिनमा अब यो अलिकति बिग्रेको बाटो पार गरेपछि झ्याल खोल्नेछौँ र त्यसपछि राम्रो भिडियो तपाईँहरूलाई देखाउनेछौँ। अहिले चाहिँ ल बाट अब चाहिँ राम्रो बाटो सुरु हुँदैछ। अब चाहिँ झ्याल खोल्नेछौँ। हाम्रो अनुहारको नाम दिन्छ र अब हामीहरू अब प्रयागराज जानुभन्दा अगाडि के हुन्छ, अब हामी ढाबामा झर्ने कहाँ हुन्छ त्यो सबै देखाउँछ भिडियो। बाटो चाहिँ सरल चिल्लो छ। हामीहरू चाहिँ अब यो सुनोली नाकाबाट गाडी चढेर हामीहरू चाहिँ अब अगाडितिर तर्फ फर्केर यो कलैया भन्ने लगभग 100-150 किलोमिटर अगाडि आइसकेका छौँ र अब हामी चाहिँ अब ढाबामा चाहिँ खाना खाने तयारी हुँदैछ। र एकदम गर्मी गाडीमा ओहो नि म त दाङबाट फस्ने लुगा लगाएर थिएँ। लास्टी गर्मी भएर म त मरण तरन अवस्थामा थिएँ। त्यसो लुगासुगा खोलेर सबै गाडीमा राखेको छु र त्यसपछि अब चाहिँ म यहाँ ढाबामा खाना खाँदैछौँ। म त खाना खाइसकेँ, दादाहरूले चाहिँ खानु भएको थिएन र तिनीहरूलाई चाहिँ अब खाना खानु पर्यो भनेर हामी ढाबामा आएको छौँ। र हामीहरू चाहिँ सुनौली नाकाबाट चाहिँ करिब 100 किलोमिटर अगाडि आइसकेको छौँ। र मलाई चाहिँ यहाँ इन्डियाको चाहिँ के चिज मलाई मन पर्यो भने चाहिँ यहाँ सिएनजी ग्यासको चाहिँ ग्यासको चाहिँ स्टेसन रहेछ र पेट्रोल स्टेसन यति राम्रो यति सुविधा सम्पन्न रहेछ। तपाईँको यहाँ सिएनजी ग्यास भर्न पाइयो, यो चाहिँ मलाई मन पर्यो यहाँको सिस्टम चाहिँ। अरू त अरू सिस्टम पनि राम्रो छँदैछ इन्डियन। हवेली चाय अड्डामा यहाँ चिया बनाउँदैछन्। यता तलतिर बाथरुम रहेको छ, चिया चाहिँ मिठो पाक्छ। लगभग हाम्रो यात्रा चाहिँ जारी रहेको छ र प्रयागराजको यात्रा जारी रहँदाखेरि चाहिँ अब मलाई चाहिँ एकदमै अब हाम्रो चिया खान मन लागेर चाहिँ हामी यो हाइवेमा चाहिँ यो हवेली ढाबा छ, त्यहाँ चाहिँ हामी चिया खाने चाहिँ योजना रहेको छ। यहाँनिर अब हवेली चियामा चाहिँ राम्रो चिया पाइन्छ भन्ने सुनेको थियौँ। अब चिया खान्छौँ हामी। चाय बढिया मिल्ता है भाइ, चाय बढिया मिल्ता है, बहुत बढिया चाय बनाता है भाइजी। गरमा गरम पकौडा खाने बेला भएको छ, भोक पनि लागेको छ ठिकै। पकौडा तातो त मिठो छ होला। अचार हरी चटनी कि
यात्राको समस्या पर्छ समस्या त भन्नु पर्छ अलिकति टायर पङ्चर भएको छ र अब हामीले चाहिँ टायर मर्मत गरेर पूर्ण प्रयागराजको यात्रा चाहिँ फेरि तय गर्नेछौँ अहिलेलाई चाहिँ अब टायर मर्मतको कार्य भइरहेको छ हामी चाहिँ कुन ठाउँमा भाइजी हांजी जगह का नाम क्या है ये नहीं औडियार औडियार के छ समथिङ बहुत गाह्रो जग्गामा टायर पङ्चर भयो र यहाँ भाइजीले अब टायर मर्मत गर्दै हुनुहुन्छ बहुत सरल स्वभावमा हम चाहिँ के अरे सहायक मेकानिक लाइट देखाउने अर्को वरिष्ठ सहायक मेकानिक र त्यसपछि हाम्रो मेकानिक हुनुहुन्छ हाम्रो वरिष्ठ सहायक मेकानिकले लिभर नचल्ने काम मात्र गर्नुहुन्छ बाथीको तर तलको टायर फेर्ने प्रक्रिया वरिष्ठ मेकानिकले गर्नुहुन्छ हाम्रो ट्रेन दौडिरहेको छ मजाले देख्यो यो पाना निकाली इसको खोले हाम्रो चाहिँ अघि नै गाडीको टायर पङ्चर भएको थियो त्यहाँनिर चाहिँ टायर चाहिँ हामीले अर्को टायर हाल्यौँ त्यो टायर चाहिँ कन्डिसनमा थिएन पछि फेरि अर्को वर्कसपमा आएर टायर बनाएर कति 1 घन्टा जति टाइम लाग्यो अब चाहिँ अर्को टायर फेरि पुरानो जुन पङ्चर भएको टायरले त्यसलाई मर्मत गरेर ट्युब हालेर अब यो फेरि त्यो नयाँ टायर हालिसकेका छौँ र अब चाहिँ त्यो पुरानो टायरलाई चाहिँ यतातिर राख्ने काम भइरहेछ यो काम सक्यो अब यसो म भिडियो बन्द गरेर झोलाहरू मिलाउँछु हामीहरू यहाँ ढाबामा अहिलेको रातिको 12 बजे झरिसकेका छौँ र अब खाना खाने बेला पुगेछ यहाँबाट प्रयागराज अब जम्मा 40-50 किलोमिटर होला अब यहाँनिर चाहिँ अब हामीहरू खाना खान्छौँ दादा दिदीहरू सबै हुनुहुन्छ हामीसँगै ढाबामा खाना खाएर अब हामी निस्किसकेका छौँ फाइनली साथीहरू प्रयागराज आइसकेको छौँ